हेलो एभ्रिवान, आज हामी एउटा फेरि नयाँ भिडियो लिएर आएको छौँ र आज अप्सनल म्याथको क्लास 10 को लागि है स्पेसली यो भिडियो हो। किनभने नि हजुरहरूको एसीमा क्लास 10 है हजुरहरूको एसीमा यो एउटा यस्तो खाले एउटा क्वेसन फिक्स 3 मार्कमा सोधिन्छ। यो मेरो ग्यारेन्टी हो, हजुरहरूको एसीमा यस्तो खाले क्वेसन 3 मार्कको फिक्स सोधिने नै हो है। यस्तो खाले क्वेसन हजुरहरूले नछोड्नुहोस् है। क्वेसन के छ, एउटा कन्डिसन दिएको छ। कन्डिसन के दिएको छ, ए प्लस बी प्लस सी इक्वल्स टु पाई रेडियन। क्या यो एबिसी के हो त? यो एउटा एङ्गलहरू है, ल एङ्गलहरू है। ल ए प्लस बी प्लस सी इक्वल्स टु पाई रेडियन दिएको छ। र हामीलाई थाहा छ पाई रेडियनको भ्यालु कति हुन्छ, पाई रेडियनको भ्यालु 180 डिग्री हुन्छ भनेर हामीलाई थाहा छ। ल पहिला हामी यो सोल्युसन गर्नुभन्दा अगाडि हामी के गर्छौँ भनेपछि नि, ल हामी यो कन्डिसन लेख्छौँ। कन्डिसन के लेख्छौँ, ए प्लस बी प्लस सी इक्वल्स टु पाई रेडियन। ल अनि ए प्लस बी लाई एक ठाउँ राखौँ है। ए प्लस बी लाई यता राखौँ होइन, लेफ्ट साइड, र सी लाई राइट साइड पठाइदिउँ त। यसलाई सी लाई राइट साइड होइन, म यहाँ लाइन कोरिहाल्छु है। किनभने नि हाम्रो क्वेसन अलिक ठुलो हुनेवाला छ। ल अनि यतिले चाहिँ हामीले पुग्दैन, त्यसैले हामी आधी यति र आधी यता हामी गर्नेवाला छौँ। ल अब के गर्छ भनेपछि नि, अब हेर्नु हामीलाई कसबाट के लानु पर्ने हो, साइन। त्यसैले म यहाँ अब कसले मल्टिप्लाई गर्छु है। कसले मल्टिप्लाई गर भने यो के हुन्छ, ए प्लस बी कस पाई रेडियन माइनस सी। ल यो पाई रेडियन भने कति हो, 180 डिग्री भ्यालु है। 180 डिग्री माइनस सी भनेपछि कुन करेन्टमा गयो, यो हाम्रो सेकेन्ड क्वाड्रेन्टमा गयो। र सेकेन्ड क्वाड्रेन्टमा कसको भ्यालु सधैँ के हुन्छ, नेगेटिभ हुन्छ है। त्यसैले यसको भ्यालु कति आयो, माइनस कस सी। ल यति हामीले सुरुमा गर्नुपर्छ होइन। अनि त्यसपछि हामी के गर्छौँ, एलएचएस लिन्छौँ है। अब हामी एलएचएस लिन्छौँ। एलएचएस मा के छ, कस स्क्वायर ए प्लस कस स्क्वायर बी प्लस 2 कस ए कस बी कस सी। ल अब यहाँभन्दा अगाडि हामी के गरौँ जस्तो लाग्छ होइन। ल हजुरहरूले धेरै सोच्नु पर्दैन। हजुरहरूले यो क्वेसन गर्नुभन्दा अगाडि नै 3-4वटा फर्मुला हुन्छ। क्या 3-4वटा त्यो फर्मुला मजाले पढिहाल्नु भयो भने नि यस्तो क्वेसन हजुरहरूले यत्तिकै गर्न सक्नुहुन्छ। ल यत्तिकै हजुरले यो गर्न सक्नुहुन्छ। ल अब पहिला त्यो फर्मुलाहरू के हुन् पहिला म यहाँ सर्भर लेखिदिन्छु होइन, अनि त्यही फर्मुला अप्लाई गरेर हामी यहाँ गर्छौँ। ल फर्मुलाहरूमा लेखिरहेको छु। पहिला हामी फर्मुला हुन्छ बीटा माइनस 1। अर्को फर्मुला हामीले के आउनुपर्छ भनेपछि यो फर्मुला आउनुपर्छ, कस सी प्लस कस डी को फर्मुला हामीले आउनुपर्छ। यसको फर्मुला हुन्छ, यो फर्मुलाहरू यो यसको लागि है। अनि यस्तै खालि धेरै फर्मुलाहरू छन्, त्योहरू चाहिँ हजुरहरू आफै पढ्नु होला है। ल यसको यसमा जुन काम लाग्छ त्यो फर्मुला म यहाँ लेखिरहेको छु। एउटा भयो कस 2 थीटाको, एउटा हुन्छ कस सी प्लस कस डी को हुन्छ 2 कस सी प्लस डी बाई 2 डट कस सी माइनस डी बाई 2। ल यो हुन्छ। अब हेर्नु, अब हामी के गर्छौँ भनेपछि नि, पहिला हामी यहाँ हेरौँ है। हामीसँग के छ, हामीसँग कस स्क्वायर ए छ, कस स्क्वायर बी छ होइन। अब हामी अगाडिको यहाँ हेरौँ त, हामीले यदि यो फर्मुला अप्लाई गर्नु छ भने हामीलाई के चाहियो, 2 कस स्क्वायर थीटा भनेपछि हामीले यहाँ के चाहियो, 2 कस स्क्वायर ए चाहियो होइन। अब हेर्नु, अब हामी यहाँ 2 कसरी ल्याउन सकिन्छ भनेपछि नि, हामी 2 ले मल्टिप्लाई गरेर यहाँ हामी 2 ल्याउन सक्छौँ है। ल कसरी त, यहाँ हेर्नु है, मैले यहाँ 1/2 इन्टु 2 गऱ्यो भनेपछि यहाँ केही फरक परेन, किनभने 2 कटेर फेरि 1 नै त्यति गर्दा सक्यो, त्यस्तै हुन्छ। अब हामी यो थप्दिउँ कस स्क्वायर ए मा, अनि सेम टु सेम यसरी नै ब्यालेन्स गरेर होइन कस स्क्वायर बी मा है। ल अब हेर्नु त, 2 आयो, 2 कस स्क्वायर ए 2 कस स्क्वायर बी आयो। ल अब यो यसलाई के गर्नु, केही चलाउनु पर्दैन, यसलाई जस्ताको त्यस्तै राखिदिउँ है। कस ए डट कस बी डट कस सी। ल अब हेरौँ है, 1/2 म कमन लिएँ। ल 1/2 कमन लिएँ, के भन्छ 2 कस स्क्वायर ए प्लस 2 कस स्क्वायर बी प्लस 2 कस ए डट कस बी डट कस सी। ल यति बाँकी बच्यो होइन, यति चाहिँ मैले कमन लिएँ। ल अब हेर्नु 1/2 जस्ता त्यस्तै। अब चाहिँ हेर्नु, यो फर्मुला बन्यो हो। अब यो फर्मुला हामी जस्तो अब हामी 2 कस स्क्वायर होइन
2 cos स्क्वायर थीटाले यो साइड लायो भने अब के हुन्छ यसको फर्मुला बन्छ 1 प्लस cos 2 थीटा हैन बन्छ कि बन्दैन हो ल यही फर्मुला हामी यहाँ अप्लाई गर्छौं ल हेर्नु त यहाँ के भयो 1 प्लस cos a हैन सरी 1 प्लस cos 2a 1 प्लस cos 2a त्यसैगरी 1 प्लस cos 2b त्यसैगरी यहाँ यसलाई मैले चलाइन है जस्ताको त्यस्तै यसलाई राखिदिए 2 cos a cos b cos c ल अब यो के हुन्छ भनेपछि नि 1 प्लस 1 कति हुन्छ 2 cos 2a ल त्यसैगरी cos 2b यसलाई जस्ताको त्यस्तै 2 cos a डट cos b डट cos c मलाई ठाउँ पुगेन म यहाँ मेटिरहेको छु है ल अब यसलाई पहिला यसलाई यहाँ सार्यो है के हुन्छ अनि त्यसपछि हेर्नु पहिला यहाँ सारौँ है 1/2 2 प्लस cos 2a प्लस यहाँ है प्लस cos 2b प्लस 2 cos a डट cos b डट cos c ल यति पहिला मैले सारेँ हैन अब के गर्नुपर्छ भनेपछि नि अब अघि मैले फर्मुला लेखेको थिएँ sin c प्लस sin d को अब यो फर्मुला यहाँ अप्लाई गर्नुपर्छ है कसरी गर्नुपर्छ भनेपछि नि अब यहाँ के हुन्छ 2 डट cos 2a प्लस cos 2b भन्ने यहाँ के भइहाल्छ अब हेर्नु cos त्यसैगरी 2a माइनस 2b बाइ 2 भइहाल्यो प्लस 2 cos a डट cos b डट cos c ल यति हाम्रो भयो हैन अब हेर्नु अगाडि हामी के गर्न सक्छौं भनेपछि नि यो 2 र यो 2 हामी कमन लिन सक्छौं है यो 2 र यो 2 कमन लियो भने बाँकी के बच्छ 1 प्लस cos अब हेर्नु cos 2a प्लस 2b बाइ 2 भनेपछि यसलाई हामी यसरी लेख्न सक्छौं a प्लस b लेख्न सक्छौं हैन त्यसैगरी यसलाई कर्ली ब्र्याकेट बनाइदिउँ है यसलाई चाहिँ कर्ली ब्र्याकेट बनाइदिउँ कर्ली ब्र्याकेट हैन अनि त्यसैगरी यो के भइहाल्छ cos यो पनि भइहाल्छ a माइनस b भइहाल्छ है ल प्लस के भयो 2 cos a cos b cos c ल ठीक छ हैन अब यो 2 र 2 कटो बाँकी के बच्छ 1 प्लस cos a प्लस b डट डट cos a माइनस b प्लस 2 cos a डट cos b डट cos c हो है c ल मैले यहाँ पनि a लेखिरहेको छु cos a प्लस cos a cos b cos c हो ल अब हेर्नु के गर्न सकिन्छ अब यहाँ के हुन्छ 1 cos c cos a प्लस b भनेको के हो माइनस cos c हैन माइनस cos c हो अब मैले यहाँ के गरेँ एक स्टेप मैले छोड्दिएँ एक स्टेप मैले सर्ट गर्नको लागि मैले के गरेँ माइनस cos c यहाँ यो हुन्छ हैन मैले यहाँ के गरेँ cos c यही कमन लिइहालेँ नत्र म एक स्टेप फेरि यो लेख्थेँ भन्दाखेरि अहिले लेन्थी त्यतिकै यो सल्युसन लेन्थी छ अनि यो लेखेर अरु लेन्थी हुन्थ्यो क्या अनि त्यसले म यहाँ एक स्टेप के सर्ट गरेँ भनेपछि cos a प्लस b भनेको माइनस cos c हुन्छ मैले cos c यहाँ कमन लिएँ यहाँ अगाडि माइनस पनि कमन लेख्छु त्यो चाहिँ हामीले याद गर्नुपर्छ है र cos c मैले यहाँ कमन लिएँ भनेपछि अब के हुन्छ cos a माइनस b माइनस हुन्छ है किनकि मैले माइनस कमन लिएको छु 2 cos a cos b है यो चाहिँ हामीले याद गर्नुपर्छ है ल अब हेर्नु यो भनेको 1 माइनस cos c भयो अनि यो भनेको cos a माइनस b भयो हैन अब हेर्नु यसको एउटा फर्मुला हुन्छ फर्मुला के हुन्छ यसको फर्मुला हुन्छ भनेपछि cos a प्लस b हुन त यहाँ हेर्नु हुन त यहाँ प्लस हुन्छ तर यहाँ माइनसले गर्दा के भयो साइन चेन्ज भएर यहाँ माइनस भयो अनि यहाँ के भयो cos a माइनस b ल अब हेर्नु यो cos a माइनस b यो cos a माइनस b कटो किनकि यहाँ माइनस यहाँ प्लस कटो हैन अब बच्यो के 1 माइनस cos c
माइनस कस सी ए प्लस बी बाँकी बच्छ होइन। अब यो भनेको हाम्रो के हो, यो भनेको हाम्रो कस सी हो होइन। माइनसलाई राखौँ होइन, कति आयो कस सी आयो होइन, माइनस कस सी आयो, माइनस माइनस अब प्लस भइसक्यो भनेपछि अब अल टुगेदरलाई के लेख्न सकिन्छ भनेपछि नि कस स्क्वायर सी लेख्न सकिन्छ। कस स्क्वायर सी माइनस माइनस त गइसक्यो होइन, यहाँ माइनस बाँकी बच्यो भनेपछि 1 माइनस कस स्क्वायर सी भनेको नै हाम्रो के हुन्छ, यही भनेको हाम्रो साइन स्क्वायर सी हुन्छ। हेर्नु आयो हाम्रो साइन स्क्वायर सी। ल बिचमा लेख्दा लेख्दै मार्करको इङ्क पनि सकियो रहेछ है। ल होप आई थिङ्क हजुर यो प्रोसेस बुझ्नुभएको होला होइन। ल आई होप यो भिडियो मनपर्छ हजुरहरूलाई। यस्तो खाले क्वेसन हजुरहरू प्र्याक्टिस गर्दै गर्नु होइन, यस्तो खाले क्वेसन हजुरहरूको इक्जाममा पक्कै पर्न सक्छ। र हजुरहरू आफ्नो एसीको तयारी पुरै मेहनत र जोरको साथ गर्नु है।